जब जीवन नै मिनिङलेस लाग्छ तब के गर्ने? फोनमा स्क्रोलिङ, नेटफ्लिक्स वा फेक मोटिभेसन सुन्ने। तर साँचो कुरा के हो भने यी सबै केवल अस्थायी डिस्ट्र्याक्सन हो। हुनसक्छ एक क्षणको लागि तपाईँहरूलाई राहत दिन सक्छ, तर भोलि फेरि त्यही खालीपन हो। म पनि यस्तै प्रश्नहरूमा हराएको थिएँ, जस्तै म किन बाँचिरहेको छु, मेरो अस्तित्वको अर्थ के हो, सबै कुरा खाली, सबै प्रयास बेकार जस्तो लाग्थ्यो। तर एक दिन 3वटा किताबहरूले मेरो सोच, मेरो जीवनप्रतिको नजर नै उल्टाइदियो। जसमा पहिलो छ द पावर अफ नाउ, जुन किताबले सिकाउँछ जीवन यो क्षणमा नै छ, न त भूतकाल फर्कन्छ न त भविष्यलाई पहिल्यै देख्न सकिन्छ। तर हामी के गर्छौँ भने एकातिर पास्टको गल्ती र गिल्ट बोकेर हेर्छौँ र अर्कोतिर भविष्यको डर र अनिश्चिततामा जल्छौँ। तर जब हामी नाउमा बस्न थाल्छौँ तब मन स्वतन्त्र हुन्छ। त्यसैले किताबमा भन्छ कि क्ल्यारिटी र शान्तिको पहिलो कदम हो प्रेजेन्टमा बाँच्न सिक्नुहोस्। दोस्रो छ डु अफेक्सिट। सायद अहिले तपाईँहरू सोच्दै हुनुहुन्छ होला मेरो जीवनमा खासै ठुलो उपलब्धि छैन, तर लेखक भन्छ कि यदि तपाईँहरूसँग अहिले असफलता मात्र छ भने पनि त्यसलाई सिकाइको पाटो बनाएर तपाईँहरू एक असाधारण व्यक्ति बन्न सक्नुहुन्छ। साथै अथर भन्छ कि जीवनमा एपिक काम गर्न तपाईँहरूलाई ठुला संसाधन चाहिँदैन, चाहिन्छ त केवल नजर बदल्ने हिम्मत, किनभने कुरा क्षमताको होइन, यो त एक सोचको हो। तेस्रो छ एटोमिक ह्याबिट्स। यदि तपाईँहरू सोच्नुहुन्छ म त डिसिप्लिन भएको मान्छे होइन, यदि यस्तो हो भने याद रहोस् डिसिप्लिन कुनै जन्मसिद्ध ट्यालेन्ट होइन, यो त एक स्किल हो। सानो सानो बानीहरू जस्तै बिहान उठेर 5 मिनट ध्यान गर्ने, 1 पाना पढ्ने वा 10 मिनट वाक गर्ने, जुन बानीहरू दिनदिनै दोहोरिँदै जाँदा केही समयपछि तपाईँहरूको पहिचान नै फेरिन्छ, किनभने ह्याबिट्स तपाईँहरूको भविष्य निर्माण गर्ने एक ईट हो। अब तपाईँहरू यी 2 बाटोहरूमध्ये कुन रोज्नुहुन्छ? पहिलो, मिनिङलेस लाइफमै उल्झिरहनु, स्क्रोलिङ, नेटफ्लिक्स र फेक मोटिभेसनमा दिन बिताउनु, वा दोस्रो यी किताबहरू पढ्नु, आफ्नो माइन्डसेट रिसेट गर्नु र आफ्नो जीवनलाई एक नयाँ दिशा दिनु। निर्णय तपाईँहरूको।